बिरुवा आज रोपेको अवस्था यस्तो छ है साथीहरू। हाम्रो चाहिँ सुन कागती 2 12 मासे रहेको छ। यस्तो छ रोपेको। एभोकाडो पनि रहेको छ। यो चाहिँ हल्का ओइलाको अवस्था छ। पानी परेपछि सर्छ होला भन्ने आशमा छौँ। यस्तो छ एभोकाडो। साथसाथमा एभोकाडो र सुन कागती चाहिँ हामीले रोपेको छौँ। यस्तो छ है। यस्तो बिरुवा रोपेको छौँ। यहाँ पनि एउटा रहेको छ। यस्तो छ है हावापानी मौसम एकदम चिल्लो मौसम रहेको छ है। हाम्रो यहाँ वातावरण एकदम असार साउनको महिना एकदम शीतल हावापानी हरियाली जङ्गल यस्तो रहेको छ। सबैतिर चाहिँ हाम्रो वृक्षारोपण कार्यक्रम चाहिँ सकिसकेको छ है। बिरुवा रोप्ने काम सम्पन्न भइसक्यो। यो माथितिर यो जुन केराघारीभन्दा मासतिर चाहिँ सबै भइसक्यो। अब यो केराको कडानी हुँदैछ। केराघारीमा पनि फेरि अर्को चरणमा हामी रोप्दैछौँ। यसरी हो त्यो तलदेखि यहाँ माथिसम्म यहाँसम्म पुरा भइसक्यो है साथीहरू।